म चाहिँ उता सिक्किमबाट है दक्षिण सिक्किमबाट हजुर अन्त मेरो नाम चाहिँ आइते सिंह गुरुङ म चाहिँ गुरुङ हो आइसिसी गुरुङ आवाज आउँदैछ नि राम्रोसँगले अच्छा हजुरको शुभ नाम जान्न सक्छु म तपाईँको शुभ नाम के पर्यो मेरो नाम भिङमार छिरिङ भिङमा छिरिङ के शेर्पा अँ शेर्पा हो भोटे हो ए भोटे अच्छा अच्छा तपाईँको उमेर कति पुग्यो अहिले म 50 पुग्यो 50 पुग्यो म 60 ए अच्छा अन्त तपाईँले यहाँ व्यवसाय यो के अरे च्याङ्ग्रा चलाउने व्यवसाय गर्नुभएको कति भयो अब 3 साल भयो 3 साल यो चाहिँ के बुन्नु भएको यो चाहिँ अब हुर्तुक भन्छ यो चाहिँ हाल्ने हुर्तुक अँ यसो गर्नु मतलब मतलब ढुङ्गो हाल्नुहुन्छ ए ढुङ्गा हामीलाई घुँयत्र हुन्छ नि नेपालीमा होइन अँ अच्छा 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 अन्त तपाईँलाई यो च्याङ्ग्रा र बाख्रा हो नि अर्को भाग्रो यसको पालन गरेर त्यहाँदेखि फाल्टो पेसा के व्यवसाय के गर्नुहुन्छ व्यवसाय के गर्ने स्याउ खेती स्याउ खेती गर्छ अर्को अर्को अनि आलुहरू रोप्छ ए अच्छा अन्नहरू के गर्नुहुन्छ अरूको त्यो यहाँ अरू के अन्न हुन्छ मकै हुन्छ मकै हुँदैन अर्को के हुन्छ आलु हुन्छ आलु गुवा जौँ जौँ गहुँ गहुँ फापर पनि हुन्छ यहाँ फापर हुन्छ अच्छा अच्छा यो चाहिँ तपाईँले बेच्नुको बिक्री गर्नुको लागि नै आफ्नै लागि आफ्नै लागि ए अच्छा अच्छा धेरै राम्रो तपाईँहरू अन्त तल के भन्छ पोखराबाट पनि खाद्यान्न सामग्रीहरू ल्याउनुहुन्छ होला हजुर ए अन्त पोखरा वर्षमा कतिचोटि जानुहुन्छ हिउँदोको 2 चोटि जान्छ हिउँदोको 2 चोटि बर्खामा त जानु सम्भव छैन हजुर किन बर्खा फेरि अब यही काम हुन्छ भाग्रो चलाउनु पर्छ ए अच्छा 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 तपाईँहरूलाई पछि यो के अरे मङ्सिर पुसमा कतिको यहाँनिर एकदम दुःख हुन्छ जाडोले गर्दा झरेर भने अब फाउन चाहिँदैछ म ए गाडी त चल्छ गाडी चल्छ अच्छा 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 ल तपाईँसित भेटेर एकदमै खुसी लाग्यो कुराकानी गरेर हजुर ल फेरि भेटौँ हजुर हुन्छ हवस् दाजु